ट्रेन्डलाई बुझ्न र अनुसरण गर्न सिक्नुहोस्, अन्यथा बजारले तपाईलाई पराजित गर्नेछ। कल्पना गर्नुहोस्, भोलि बिहान तपाईँ उठ्नुहुन्छ, कफीको कप हातमा लिएर आफ्नो ट्रेडिङ प्लेटफर्म खोल्नुहुन्छ। चार्ट तपाईको अगाडि छ, त्यही चार्ट जुन अहिले विश्वभरिका लाखौं मानिसहरूले हेरिरहेका छन्। त्यही मूल्य, त्यही क्यान्डल, त्यही बजार। तर केही घण्टापछि कसैले आफ्नो खातामा हजारौं डलर थपेको हुनेछ र कसैले महिनौंको मेहनत केही मिनेटमै गुमाएको हुनेछ। सबैभन्दा रोचक कुरा के हो भने दुवैले एउटै चार्ट हेरेका थिए, दुवैले एउटै बजार हेरेका थिए, दुवैले एउटै अवसर देखेका थिए, तर परिणाम पूर्ण रूपमा फरक भयो। किन? किनकि बजारमा सफलता जानकारीको खेल होइन, यो मनोविज्ञानको खेल हो, यो धैर्यको खेल हो, र सबैभन्दा महत्त्वपूर्ण, यो ट्रेन्ड बुझ्ने खेल हो। आजको भिडियोमा हामी केवल चार्टको कुरा गर्ने छैनौं, हामी त्यो अदृश्य युद्धको बारेमा कुरा गर्नेछौं, जुन युद्ध हरेक ट्रेडरले बजारसँग होइन, आफ्नै मनसँग लडिरहेको हुन्छ। र यदि तपाईले यो युद्ध जित्न सक्नु भएन भने बजारले तपाईलाई एउटा पाठ सिकाउनेछ, जुन पाठ धेरै मानिसहरूले आफ्नो पूरै पुँजी गुमाएर मात्र सिक्छन्। धेरै नयाँ ट्रेडरहरू बजारमा प्रवेश गर्दा एउटै सपना बोकेर आउँछन्, म छिट्टै पैसा कमाउनेछु, म सही रणनीति भेट्टाउनेछु, म सही इन्डिकेटर फेला पार्नेछु। र त्यसपछि सबै कुरा बदलिनेछ। म पनि एक समय त्यही सोच्थेँ। मलाई लाग्थ्यो ट्रेडिङ भनेको सही एन्ट्री खोज्ने खेल हो। यदि मैले सही ठाउँमा बाई लिए भने पैसा आउँछ, यदि सही ठाउँमा सेल लिए भने सफलता आउँछ। तर बजारले मलाई धेरै छिटो एउटा कठोर सत्य सिकायो। सफल ट्रेडरहरू सही एन्ट्रीका कारण सफल भएका होइनन्, उनीहरू सही दिशामा रहेका कारण सफल भएका हुन्। किनकि बजारमा तपाईको सबैभन्दा ठूलो फाइदा एन्ट्री होइन, डाइरेक्सन हो, र डाइरेक्सन भनेको ट्रेन्ड हो। अब एउटा प्रश्न सोधौं, किन धेरैजसो ट्रेडरहरू ट्रेन्डको विरुद्धमा उभिन्छन्? जब बजार माथि जाँदै हुन्छ, मानिसहरू भन्छन्, अब धेरै माथि पुगिसक्यो, अब त झर्नै पर्छ। जब बजार तल झर्दै हुन्छ, उनीहरू भन्छन्, अब धेरै तल आइसक्यो, अब त माथि जानै पर्छ। धेरैजसो ट्रेडरहरूलाई बजार सही हुनुभन्दा आफू सही हुनु बढी महत्त्वपूर्ण लाग्छ। यहीबाट समस्या सुरु हुन्छ, किनकि बजारलाई तपाईको विचारसँग कुनै मतलब छैन। बजारले तपाईको आशा सुन्दैन, बजारले तपाईको डर सुन्दैन, बजारले तपाईको अहंकार पनि सुन्दैन। बजार केवल एउटा कुरा सुन्छ, सप्लाई र डिमान्ड। खरिदकर्ता बलियो छन् भने बजार माथि जान्छ, विक्रेता बलियो छन् भने बजार तल जान्छ। यति सरल। तर हाम्रो मनले यसलाई जटिल बनाउँछ। एउटा कथा सुनौ। धेरै वर्ष अघि एक युवा ट्रेडर थियो। उसको नाम मानौ अर्जुन। अर्जुन अत्यन्त मेहनती थियो। हरेक दिन चार्ट हेर्थ्यो, युट्युब भिडियो हेर्थ्यो, ट्रेडिङ बुक्स पढ्थ्यो, इन्डिकेटर्स सिक्थ्यो, स्ट्र्याटेजिज सिक्थ्यो। उसलाई लाग्थ्यो जति धेरै जानकारी त्यति धेरै नाफा। तर 6 महिना बितेपछि उसको ज्ञान बढिरहेको थियो, तर खाताको ब्यालेन्स घटिरहेको थियो। एक दिन निराश भएर उसले आफ्नो मेन्टरलाई भेट्यो। उसले भन्यो, म सबै कुरा सिकिरहेको छु, तर किन लगातार हारिरहेको छु? मेन्टर केही क्षण चुप लाग्यो र एउटा मात्र प्रश्न सोध्यो, यदि नदी तीव्र गतिमा बगिरहेको छ भने के तिमी त्यसको विरुद्ध पौडिन्छौ? अर्जुनले तुरन्त उत्तर दियो, पक्कै पनि होइन, म थाक्नेछु, म डुब्न सक्छु। मेन्टर मुस्कुरायो र भन्यो, त्यसो भए बजारको नदीको विरुद्ध किन पौडिन्छौ? त्यो क्षण अर्जुनको जीवन बदल्ने क्षण थियो। धेरै मानिसहरूले ट्रेन्डलाई केवल एउटा रेखा सम्झन्छन्, तर वास्तविकता धेरै गहिरो छ। ट्रेन्ड भनेको चार्टमा देखिने रेखा होइन। ट्रेन्ड भनेको लाखौं मानिसहरूको सामूहिक निर्णय हो। लाखौं मानिसहरूको डर, लाखौं मानिसहरूको लालच, लाखौं मानिसहरूको विश्वास।
जब ट्रेन्ड माथि हुन्छ, त्यसको अर्थ केवल मूल्य बढेको होइन। त्यसको अर्थ खरिदकर्ताहरू लगातार बलियो भइरहेका छन्। जब ट्रेन्ड तल हुन्छ, त्यसको अर्थ केवल मूल्य घटेको होइन। त्यसको अर्थ विक्रेताहरूले नियन्त्रण लिइरहेका छन्। पेशेवर ट्रेडरहरूले यही कुरा बुझ्छन्। उनीहरू क्यान्डल मात्र हेर्दैनन्, उनीहरू क्यान्डलको पछाडिको मनोविज्ञान पढ्छन्। याद राख्नुहोस्, चार्टले तपाईलाई भविष्य देखाउँदैन, चार्टले वर्तमानको सत्य देखाउँछ। कमजोर ट्रेडर सोध्छ, बजार कहाँ जानेछ? पेशेवर ट्रेडर सोध्छ, बजार अहिले के गरिरहेको छ? यी दुई प्रश्नहरू सानो फरक जस्तो लाग्न सक्छ, तर यही फरकले एउटा खाता बनाउँछ र अर्को खाता समाप्त गर्छ। किनकि अनुमानबाट पैसा बन्दैन, बुझाइबाट पैसा बन्छ। बजारमा एउटा खतरनाक रोग छ। यसको नाम हो फोमो, फियर अफ मिसिङ आउट। जब बजार तीव्र गतिमा माथि जान्छ, हामीलाई लाग्छ, म छुट्दैछु, सबैले पैसा कमाइरहेका छन्, म पनि अहिले नै प्रवेश गर्नुपर्छ। र त्यही क्षण हाम्रो निर्णय भावनाले नियन्त्रण गर्न थाल्छ। पेशेवर ट्रेडरहरू त्यस समयमा शान्त हुन्छन्। उनीहरूलाई थाहा हुन्छ, सबै अवसर समात्न आवश्यक छैन। उनीहरू सही अवसरको प्रतीक्षा गर्छन्, किनकि बजारमा ठूलो पैसा गति पछ्याएर होइन, धैर्य पछ्याएर कमाइन्छ। त्यसैले आजको पहिलो पाठ यही हो। बजारसँग लड्न बन्द गर्नुहोस्। बजारलाई सुन्न सुरु गर्नुहोस्। ट्रेन्डलाई चुनौती नदिनुहोस्। ट्रेन्डलाई बुझ्न सुरु गर्नुहोस्। किनकि बजारमा सबैभन्दा ठूलो शत्रु घाटा होइन, सबैभन्दा ठूलो शत्रु तपाईको अहंकार हो। र जबसम्म तपाई आफ्नो अहंकारभन्दा ठूलो बन्न सक्नुहुन्न, तबसम्म बजार तपाईभन्दा ठूलो रहनेछ। अर्को भागमा हामी एउटा यस्तो मनोवैज्ञानिक जालको बारेमा कुरा गर्नेछौं, जसमा 90% भन्दा बढी ट्रेडरहरू बारम्बार फस्छन्। र किन अधिकांश मानिसहरूलाई ट्रेन्ड देखिदा पनि उनीहरू त्यसको विपरीत निर्णय लिन्छन्? किनकि वास्तविक लडाई चार्टमा होइन, तपाईको मनभित्र भइरहेको छ।